नमस्ते, आज पनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल ब्लगमा। मेरो नक्कली छोरीले अलिकति हिँडेर अनि ट्रेन चढेर हामी चाहिँ आज कहाँ जाँदैछौँ गेस गर्नुस् है त। थोरै खाना किनेर हामी चाहिँ यस्तो एकदम ओपन दामी पार्कमा गयौँ, साथीलाई भेट्यौँ अनि गफ गर्दै 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 हामी चाहिँ कहाँसम्म पुग्यौँ भने हेर्दै जानु है त, हेर्दै जानु कहाँसम्म जान्छौँ हामी, के गर्न बार्बीक्यू पार्टी। टुडेज बार्बीक्यू पार्टी मासु। हामी चाहिँ अब खानातिर लाग्यौँ अनि स्न्याकहरू र सेलरोटीहरू थियो अनि मासु त के हिसाब है, कति थियो खाइयो सबैले। खाइसकेपछि हामी यसरी फेरि पेन्टिङ गरेर इन्जोय गऱ्यौँ। ओ यता ऐना पो हेरेर रहेछ। पेन्टिङ गर्न छोरीले फुलहरू टिपेर प्रिन्सेसको भाइब गरेर बसिरहेको। छोरीले पनि मलाई लगाइदिन्छु भन्थ्यो तर नसकेर फुल मात्रै लगाइदिएको। कस्तो क्युट के। अनि एकछिन लिसाको क्राउन लाएर फोटो खिचेको। अनि हामी चाहिँ बार्बीक्यू सकेर साथी र म फेरि गफ गर्दै तिता मिठा गफ गर्दै फर्क्यौँ घर स्टेसनसम्म आयो अनि ट्रेन चढेर हामी घर आयौँ। बाई बाई, धन्यवाद।